जेसु पछाडि देखिँदै गरेको क्याम्पबाट फर्किँदैछु। सब्जी बनाएर सब्जी फ्राइडे यसो बनाएर खान्छ। जस के गर्नु, मिठो मिठो खानु मनपर्छ। कम्पनीको सब्जी, कुहिएको सब्जी खाँदा वाक्का हुन्छ। खाँदा पनि प्रसन्न गनाउँछ सब्जी। के गर्नु हो, कम्पनीले सब्जी मिठो दिँदैन। अब जस दिन्छ सब्जीहरू, अब दिनकै चेन्ज गरेर दिइरहेको छ। तर पनि भने जस्तो मिठो छैन। सबै के भन्छ त्यो पिठोहरू हालेर, दाल पनि बाक्लो न बाक्लो दिन्छ। त्यो पिठो हालेर क्या, दाल पनि पिठो हालेर बाक्लो। के गर्नु, अब मलाई त रुच्दैन, अरूलाई रुच्छ। के गर्नु, मिठो मिठो खानु त मनपर्छ नि। यस्तै छ। टल घाम लागिरहेछ, टल घाम लागिरहेछ। तर पनि के गर्नु, सबैभन्दा मिठो भोक रहेछ। भोकले त हो कुदाउने, डुलाउने, सबै थोक गराउने। यो भोकलाई टार्नको लागि के गर्नु।